ल हामी चाहिँ आज कक्कनीको यात्रामा हो हामी 4 जना हैन ल यता जाडो भएर कामिसक्यो त्यसैलाई के भन्नु छ ल आज चाहिँ हाम्रो कक्कनीको यात्रा हो हामी चाहिँ खिजी फलाटे भन्दा अलिकति माथि दोब्रे भन्ज्याङ हैन यो ठाउँ हो दोब्रे भन्ज्याङ आएको छौँ दोब्रे भन्ज्याङबाट अब कक्कन जाँदैछौँ हामी चाहिँ हैन हामी चाहिँ बाइकमा यो ठाउँमा आइसक्यौँ यो ठाउँको नाम के हो त आउँदै भिते हामी चाहिँ भिते आइसक्यौँ कक्कन जाने क्रममा बाटो यस्तो बिजोग छ यी त्यहाँ आफूले चाहिँ छेउबाट हालेर बाइकै चिलेर बिजोग ल यात्रा कस्तो छ राम्रै छ नि बुढा यात्रा बिजोग छ यार पानीले भिजेर म नि भिज उ त्यता नि भिसक्यो अगाडि हेर्नु न पानी आएको छैन क्या त्यही पनि है सानो सिमसिमी पानीले नै हाम्रो यात्रा क्रमशः हुँदैछ क्रमशः हुनेवाला छ अब होइन ल हामी अब यहाँबाट सरासर जान्छौँ यहाँबाट कति अब 1.5 घन्टा लाग्छ होइन अब 1.5 घन्टा लाग्छ बाटो कस्तो छ अब होइन हामी चाहिँ अब यहाँ चुली जाने क्रममा बाटोमा आइसकेका छौँ हामी यो ठाउँ कुन दाइ रे हुँदै सेल्फी पनि चलिरहेको डाँडा कटेरी एरिया भन्छ यसलाई होइन मौसम यस्तो खराब छ पुरा धुम्म परेको छ आज दिन पनि बाइकको सिचुएसन यस्तो यस्तो छ यी एउटा राइडर यहाँ अगाडि यहाँ एउटा म छु अब यहाँ बाइक पनि यस्तो छ सपोर्टर यता छ यी हाम्रो दाइहरूलाई यात्रा राम्रै लागिरहेको नि दाइहरूलाई लड्दै पर्दै होइन हिरोमा चिप्लिँदै सिप्लिँदै होइन यस्तो बाइक चिप्लाउँदै लडाउँदै हामी कक्कनी जाने क्रम अझै जारी नै छ अझै लगभग 1 घन्टाको यात्रा छ हाम्रो है ल हामी चाहिँ कक्कनी जाने यात्रामा अब बाटो तलतिर बाटो देखाउने यस्तो एकछिन है ल आउनुपर्छ कुन ठाउँ हो है यो हामी भेडा डरा आइसक्यौँ हेर्दै गर्नुहुन्छ मरी गए माटैको सिरानी खोइ गायो को हो गायो हेलो चिन्जान गरी लै माया हिँडेको बाइक चलाउने मान्छेलाई बिजोग छ ल हेर्नु त हामी क्यामेराम्यानलाई त राम्रो छ आनन्दै छ कस्तो बिस्तारै चलाउँदैछौँ ल हेर्न सक्नुहुन्छ ल हेर्नुहोस् ओहो ल हाम्रो कवि दाजुलाई हेर्नु त ओहो यो तल पसल छ गेम खेल्ने ठाउँ यही तल हो क्या गेम भोलिको चुर भनेको यो तल छ त यो तल हो ल हामी चाहिँ यस्तो बिजोगले कि पुरै बिजोगले हामी चाहिँ आइसक्यौँ होइन ल बुढाहरू तान्नु ल म त पिच्चिकै आउनु मन लाग्यो बाइक राखेर हामी चाहिँ हिँड्दैछौँ अब कक्कन जाने बाटोमा आइसक्यौँ ल टोरीहरू कस्तो हो त यात्रा बिजोग हो ल हाम्रो बिजोग बिहाल तरिकाले आइपुग्यो पानी पनि परिरहेको छाता पनि छैन कोही साथीले नल्याएर होइन बाटोको त के भन्नु बाटोको त बयान र कुरा गरी साध्य छैन होइन सबैलाई कस्तो लागिरहेको त रमाइलो लागिरहेको नि होइन मजा आउँदैछ ओ धावा दाइ कहाँ होस् धावा शेर्पाजी गोरु बिजोग हाम्रो भइसकेको छ अब कक्कनी बजार चाहिँ तल छ पुरै ओह्रालो झरेर त्यहाँ पर बाटो त फाइनल्ली हामी चाहिँ कक्कनी मन्दिर आइसकेको छौँ दर्शन गर्नलाई ल गाइज
होइन ट्याक्क लाएर त्यही होइन ककनी मन्दिर ल निस्क्यौँ एकछिन बसेर जुत्ता खोल्ने हो ठिक छ नि होइन दुईजनाले हेरेर छ त उता त्यहाँ ठ्याक्कै मुलदार ककनीको मुलदारतिर आइपुगिसक्यो यहाँबाट ती भित्र हो जुत्ता खोल्छ पानी ठुलो परेको कारणले हामी अड्केर बसेर जुत्ता खोल्ने ठाउँमा टिका लगाए बनाउनु हामीले चाहिँ ककनीमा यहाँ पूजा गरिसक्यौँ अब यस्तो राम्रो ठाउँ छ होइन पानीले पो बिजोग भयो है ल हाम्रो भ्लगिङ बन्द ल हाम्रो ककनीको यात्रा कस्तो हो साथीहरू राम्रो गजब बलियो मिठो होइन पुरा लथमै ल यो चाहिँ हाम्रो ककनीको बजार हो होइन ल बुढा ठिक छ नि ए बवाल यता बवाल